यो चाहिँ मैले के गरेको भन्नुहुन्छ भने नि मैले आजभन्दा 9-10 महिना भइसक्यो है अलमोस्ट ब्राउन सेड गरेको थिएँ भने मलाई चाहिँ नेचुरल हुनुपर्छ यो मेरो केसमा चाहिँ अगाडिपट्टि चाहिँ नेचुरलै केस छ तल गएर चाहिँ मेरो एकदमै खाली छ यहाँ आएर सो के गर्छु जहिले पनि सेटिङ गर्छु तर एकदम पातलो है गाढा गर्दिनँ ताकि मलाई फेरि गाढा गरेर चाहिँ धेरै देखाउनु छैन है एकदम पातलो गर्थेँ अब 10 महिना जस्तो भइसक्यो भनेपछि त मेरो अलमोस्ट यो गइसक्यो उडिसक्यो नि त फेड भइसक्यो अहिले चाहिँ मैले चाहिँ अब फेरि गर्न लागेको छु सो तपाईँहरू पनि सेकेन्ड सेक्सन गर्नको लागि चाहिँ नभुल्नुहोस् होला है अहिले चाहिँ म तपाईँहरूलाई स्टेप गरेर देखाउँछु कि यस्तो खाली भइसकेको छ भने चाहिँ ड्रइङ गरिसकेको छु ल मलाई चाहिँ यस्तो खालको मनपर्छ र अब यहाँ तल चाहिँ क्लिन गर्न गइरहेको छु है म अलिकति डिफ्रेन्ट सेप चाहिँ भइहाल्ने हेर्नु चाहिँ डिफ्रेन्ट सेप भइरहेको छ एनिवे नो प्रब्लम थोरै डिफ्रेन्ट भयो नि यसो कि नो प्रब्लम छैन कि त्यस्तो विधि डिफ्रेन्ट देखिँदैन एभ्रिथिङ न्यू है एभ्रिथिङ क्लिन वर्क गर्छौँ र हाम्रो एबाउट द माइक्रो सेटिङ एन्ड माइक्रो ब्लेडिङ हाम्रोमा अलिकति एक्सपेन्सिभ पनि हुन्छ अरूको हेरिकन किनभने एभ्री इच थिङ चाहिँ न्यू युज गर्नु पर्दाखेरि चाहिँ नि हामीलाई पनि कति कस्ट पर्ने प्राइस पर्ने एमाउन्ट पर्ने र तपाईँहरूलाई पनि कति एमाउन्ट पर्ने गर्छ है र कतिपय यस्तो पनि त्यति पनि हुन्छ कि सस्तो कोस्टमा गएर चाहिँ उहाँहरूले आफ्नै फेसलाई चाहिँ एकदमै एक्टिभ बनाउनु भएको छ है एकदमै हुन्छ नि कति नराम्रो भएर कति लुक्स नराम्रो देखिरहेको हुन्छ भने तपाईँहरू सही जग्गामा जानुहोस् होला त्यस्तो विधि दुखाइ चाहिँ हुँदैन है किनभने अघि हामीले त्यो क्रिम लगाएर राखेको छ नि त क्रिम लगाएर राखेको कारणले चाहिँ यो चाहिँ एकदमै हुन्छ नि दम्म भइरहेको छ क्या त्यस्तो प्रब्लम छैन है अनि त्यस्तो हुन्छ नि दुखेर पुरै रुनुपर्छ भन्ने अवस्थाहरू छैन ल अब सुरुमा चाहिँ म लाइनै तान्छु होइन लाइन तान्दै जान्छु ताकि मेरो मलाई सेटिङ मनपर्छ किनभने नेचुरल जस्तो लाग्छ कि अब ब्लेडिङ पनि अहिले न्यानो ब्राउज पनि आएको छ होइन तर्काहरू एकदम सानो तानेर बनाउनको लागि चाहिँ सो मलाई चाहिँ लाग्छ अकर्डिङ यसरी मलाई मेरोमा चाहिँ बनाउनु चाहिँ नेचुरल लाग्छ कि धेरै पनि मलाई आर्टिफिसियल चिजहरू मन पर्दैन सो यसरी नै म चाहिँ गर्छु है हेर्नु एकदम पातलोदेखि अलिक बाहिर कस्तो हुन्छ नि कफी टाढा देख्दा पनि एकदम पातलो सेट हुन्छ है यसको कमलाले चाहिँ यस्तो चिक मात्रै हुन्छ है ठिकसँग भएको छ कि अब चाहिँ कालो थियो भने यो चाहिँ एकदमै नेचुरल सेपमा आउँछ है देख्नुहुन्छ यस्तो बित्ति कालो हुँदैन जहिले पनि तपाईँले सोध्नुहुन्छ कि त्यो फिनिसिङ लुकमा हामीले देखाएको हुन्छ अनि यस्तो बित्ति नेचुरल सेप दिइरहेको हुँदैन कि एकदम कालो छि भइरहेको हुन्छ तर वास्तवमा त्यसको रिजल्ट चाहिँ आफ्नो 1 वीक पछि हो कि 1 वीक पछि चाहिँ तपाईँले कस्तो खालको टाइपको अब हुन्छ कलर आउँछ त्यतिखेर थाहा हुन्छ तपाईँ हेर्नुहुन्छ नि अघि कालो देख्थ्यो भने अहिले हेर्नु तपाईँलाई कति कमै देख्यो नि होइन अनि मलाई चाहिँ भने मैले नेचुरल गर्छु यहाँ धेरै बनाउनु मन लाग्दैन सिर्फ मेरो प्रब्लम भनेको यहाँ आएर केस छैन ल हेयर छैन त्यही भएर मात्रै मैले अप्लाई गर्छु है सो मैले भनिसकेँ हजुर त्यस्तो विधि पेन हुँदैन अब मैले तपाईँको सामु गरिरहेको छु त्यस्तो विधि पेन हुँदैन ल के मात्रै हुने कमेन्ट चाहिँ है र यदि तपाईँले अब पैसा बताउँछु म सेकेन्ड सेक्सन गरिदिनु भन्नुहुन्छ भने चाहिँ तपाईँले अलिक काले लगाइदिनुहोस् या त होइन मलाई नेचुरल मनपर्छ सेकेन्ड सेक्सन पनि गर्छु भन्नुहुन्छ भने चाहिँ ब्राउन कलरलाई नै म चाहिँ चुज गर्नु भन्छु किनभने पछि गएर तपाईँहरूको आइब्रो चाहिँ लुक एक्टिभ देखिँदैन कि एकदम कालोमा पनि ग्रिन कलर जस्तो देखिँदैन त्यही हो कारणले म चाहिँ अब एभ्री लाइक 6-7 महिना 10 महिना 9 महिनामा गरिरहेको छु एकदम पातलो नै लगाउँछु है मेरो चाहिँ र त्यही भन्न चाहन्छु तपाईँहरू यदि अब पैसा अब किन फ्याल्नु भन्नुहुन्छ भने चाहिँ त्यसो गर्नु भन्नु मेरो भनाइ त्यही अहिले गाइडलाइनमा जान्छु है मलाई चाहिँ भन्नु लाग्छ किन भएछ राम्रो आफै गरौँ अनि मेरो जति दुख्ने नदुख्ने पनि थाहा हुन्छ कि अब मैले तपाईँसँग बात गर्दै गरिरहेको छु भने अफकोर्स द्याट्स नो मच पेन है पेन छैन धेरै यस्तो फोन आउँछ भने नसोच्नु होला फोनहरू त्यस्तो केही पनि हुँदैन धेरै किनभने माइक्रो सेटिङ माइक्रो ब्लेडिङ भनेको चाहिँ ट्याटु जस्तो होइन हामीले एकदम भित्र डिप्ली गरेर चाहिँ तपाईँहरूलाई गर्न मिल्दैन एकदम पातलोसँगले नेचुरल सेप दिने चाहिँ सकिसकेँ हेर्नुहोस् है मलाई चाहिँ सिर्फ यो एन्डमा मात्रै चाहिएको है मलाई चाहिँ अगाडि चाहिँ यसरी नै मनपर्छ है सो यसरी नै मलाई चाहिँ यो आफ्नो चोइस है डिपेन्ड्स अन द पिपल सो तपाईँहरूलाई कस्तो मनपर्छ यु क्यान डु तपाईँले देख्नु हुँदैछ बिट्विन अलिकति त भिन्नता छ तर त्यस्तो विधि फरक देखेको छैन है सो तपाईँलाई मैले भन्नुहुँदै सामने चाहिँ मैले एकदम लाइट लगाएको छु भने पछि आएर चाहिँ मैले एन्डमा आएर चाहिँ सेडिङ मात्रै गरेको छु है र फेरि म किप अन गर्छु 5 मिनट कलर लगाउनु छोड्छु त्यसपछि चाहिँ पुस्छु है किनभने चाहिँ हाम्रो कलर चाहिँ अलिक मजाले अझै पनि क्याचअप होस् क्या ब्लेन्डिङ होस् अनि चाहिँ मेरो फाइनल लुक है कलर तपाईँले देख्नुहुन्छ चाहिँ एकदम कालो तर्साले चाहिँ देखिरहेको छ अघि मैले भनिरहेको छु आज यसको फिनिसिङ हो भने यसको फाइनल लुक चाहिँ आउनु नै बाँकी छ है यो एउटा पुसिसकेको छु मैले चाहिँ है अब देख्नुहुँदैछ तारा पनि एकदमै अब अहिले अलिकति मेरो डार्क देखे तापनि यसको 1 वीक पछि चाहिँ रिजल्ट है अनि त्यो आउँदा म तपाईँलाई देखाउँछु त भिडियो बनाउनु यदि म फुर्सद भयो भने के रिजल्टको लागि पनि र अब यसको केयरिङ गर्ने चाहिँ के हो भने प्रोसेस पानी नलाउनु छ होला 1 हप्ता जस्तो कतिपय दिदीबहिनी तर्सिनुहुन्छ के गर्ने भनेर यसलाई चाहिँ एकदम केयर गर्नको लागि चाहिँ एकदम नर्मल छ है त्यस्तो विधि डराइराख्नुपर्ने अवस्थाहरू छैन सो यो मेरो फाइनल रिजल्ट हो तपाईँहरूले देखिरहनु भएको छ हेर्नुहोस् त यदि मन पर्छ भने चाहिँ आइदिनुहोस् होला ग्लो सलोन या ग्लो ब्युटी लेडिज सलोन इन फरवाने एन्ड माकुला थ्याङ्क यू एभ्रिवान